नमस्कार। मलेसियामा रहनुभएका सम्पूर्ण मित्रहरू, हजुरहरूलाई आज सानो जानकारी लिएर आउँदैछु। त्यो के भने अहिले मलेसियाको गभर्नमेन्टले KWSP कम्पुलान वाङ सिम्पानान पकिर्जा यो भनेको चाहिँ KWSP भनेको चाहिँ EPF रोजगारदाता सञ्चय कोष भनेर बुझ्नु होला र सायद तपाईहरुले यो जानकारी पाइसक्नु भएको छ। यही नोभेम्बरबाट चाहिँ हाम्रो कट्टी हुँदैछ। यो अक्टोबरको सेलरीबाट नोभेम्बर स्टार्ट। र यो KWSP कसरी काटिन्छ भन्ने कुरा चाहिँ हजुरहरूलाई थोरै बुझाउनको लागि मात्रै आएको छु। हामीले मेन बुझ्ने कुराहरू मात्रै बुझे हुन्छ। त्यसको लागि हजुरहरूलाई सानो जानकारी दिन्छु। र हाम्रो गभर्नमेन्ट अनुसार हाम्रो बेसिक 1700 र हाम्रो बेसिकबाट नै हो हाम्रो EPF काट्ने भनेको। यो KWSP काट्ने भनेको हाम्रो बेसिकबाट जम्मा 2% काट्छ र कम्पनीले 2% थप्छ र जम्मा हुन्छ 4%। EPF अथवा KWSP जम्मा हुने भनेको 4%। 1700 को 2% भनेको कति त? 34 रिङ्गेट। र कम्पनीले थप्ने 2% भनेको कति? 34 रिङ्गेट। टोटल हाम्रो कति जम्मा हुने भयो? 68। 68 रिङ्गेट चाहिँ हाम्रो महिनाको जम्मा हुने भयो साथीहरू। अब यसरी 68 रुपैयाँ महिनाको जम्मा हुन्छ भने हाम्रो 68 × 12 वर्षमा चाहिँ 816 रिङ्गेट चाहिँ हाम्रो जम्मा हुने भयो। यो 816 नै हामी यदि क्यान्सिल गयो भने घरमा एक वर्षमै गयो भने यो 816 रुपैयाँ चाहिँ हाम्रो एक वर्षमा आउँछ। यदि तपाईँ 2 वर्ष बस्नुभयो भने तपाईको 2448, 3 वर्ष बस्नुभयो भने 4800, 10 वर्ष बस्नुभयो भने तपाईको 8160 यसरी जम्मा हुन्छ। तपाईँ 10 वर्ष त खासै बसिँदैन। प्रायः जसो मान्छेहरू 3 वर्ष 5 वर्षमा जान्छन्। 3 वर्षमा तपाईको कति हुने भयो? 2448 रुपैयाँ हुने भयो भने 5 वर्ष बस्नुभयो भने चाहिँ तपाईको 4080 हुने भयो। लगभग 4 तिहाई 12, 1.5 लाख जति चाहिँ 5 वर्ष बसेर जाने बेलामा खोल्टीमा हालेर जान पाइने भयो। र यो पैसा हामी बस्दाखेरि अब अर्को कुरा, एकमुष्ट निकाल्दा त 5 वर्षमा निकाल्छु जान्छु भन्ने भयो। तर बीचमा केही जानी निकाल्न पर्यो भने कसरी निकाल्ने, कति निकाल्न पाइन्छ भन्ने हजुरहरूले बुझ्न आवश्यक छ। त्यो कुरा चाहिँ जस्तै हाम्रो यो EPF जम्मा भएको पनि तपाईको 3टा क्याटेगोरीमा गएर जम्मा हुन्छ। जस्तै हाम्रो महिनाको 68 रुपैयाँ रिङ्गेट जम्मा 1 2 3 तीन ठाउँमा गएर जम्मा हुन्छ। फिक्स्ड डिपोजिटमा 75%, हामीले जस्तै बिरामी सिरामी भयो भने त्यसमा 15% र हामीले कुनै न कुनै बेला निकाल्न मिल्ने भनेको पैसा चाहिँ 10%। यदि हामी बसियो भने 3 वर्ष 4 वर्ष बसियो भने बीचमा निकाल्न पाउने भनेको 10% पैसा हो। यो 15% हामी केही जानी बिरामी भयो भने निकाल्न पाइन्छ। तर यो 75% चाहिँ हामीले सिर्फ क्यान्सिल गएको बेला मात्रै निकाल्न पाइन्छ। जस्तै मानौं हामीसँग 100 रुपैयाँ जम्मा भयो, 100 रुपैयाँ 75 रुपैयाँ फिक्स डिपोजिट गयो, 15 रुपैयाँ बिरामी सिरामी भयो भने यसमा जम्मा हुने भयो। फाल्तु हामीले मलाई चाहियो पैसा भनेर जुनै बेला पनि निकाल्न मिल्ने भनेको उही 10%। 10% भनेको कति? 10 रुपैयाँ। यदि ब्याङ्कमा हाम्रो
100 रुपियाँ जम्मा भएको छ भने 10 रुपियाँ मात्रै निकाल्न पाइन्छ, अरू पैसा चाहिँ निकाल्न पाइँदैन। 15% यदि तपाईँ बिरामी हुनुभयो भने, पैसा पुगेन भने 15% भनेको 100मा 15 रुपियाँ पनि निकाल्न पाइयो। तर यो 75% भनेको चाहिँ तपाईँ क्यान्सिल गएपछि मात्रै निकाल्न पाइयो। सबभन्दा बुझ्नुपर्ने कुरो यही हो। मेरो इपिएफ छ, जतिखेर भयो उतिखेर निकाल्ने मिल्दैन, निकाल्न त पाइन्छ जम्मा 10%। जस्तै 1000 रुपियाँमा 100 होइन, 2000 रुपियाँमा 200, त्यसरी निकाल्न पाइयो। र अर्को कुरा साथीहरू, यो इपिएफ भन्ने चिज चाहिँ तपाईँहरूले यदि इपिएफ तपाईँहरू जम्मा भइरहेको छ तर 2 महिना पछाडि चाहिँ तपाईँहरूको पासपोर्ट सकिँदैछ भने चाहिँ 2 महिना अगाडि नै तपाईँहरू यो इपिएफ चाहिँ रिन्यू गर्नु होला। किन भन्दा पासपोर्ट एक्सपायर भयो भने यो रिन्यू हुँदैन र तपाईँहरूको पैसा पनि क्ल्याप्स हुन्छ। तर यो कुरा अब कम्पनीले पनि भन्ला होइन। अनि अर्को कुरा, तपाईँहरू घर फिनिक्स जाने हुनुहुन्छ भने पनि 2 महिना अगाडि नै तपाईँहरूले कम्पनीलाई भनिसक्नुपर्छ मेरो यो इपिएफ निकाल्न पर्यो भनेर 2 महिना अगाडि नै तपाईँहरूले भन्नुपर्छ। अरू कुरा चाहिँ त्यही हो। साथीहरूले नबुझेको भनेको कोही मेरो जम्मा भयो जतिखेर निकाल्न पाउँछु भन्ने चाहिँ हुँदैन, त्यही हो। अरू त ठिकै छ। अनि KWSP एकाउन्ट भन्ने छ, त्यो चाहिँ डाउनलोड गर्नुपर्छ र यो छुट्टै एप्स डाउनलोड गरेर हाम्रो कति बचत भयो कति जम्मा भयो भनेर हेर्न सकिन्छ। यो चाहिँ तपाईँहरूको एचआरको स्टाफले अथवा एडमिनिस्ट्रेटरको स्टाफले तपाईँहरूलाई सिकाउँछ। यसमा पासपोर्ट चाहिन्छ, ओरिजिनल पासपोर्ट चाहिन्छ। यो चाहिँ यहीँको स्टाफले, कम्पनीको स्टाफले सिकाउँछ। अरू भनेको नर्मलै छ, ब्याङ्क एकाउन्ट जस्तै खोलियो। ल साथीहरू, नमस्कार। यति नै बुझिराख्नु होला।